हेलो एभ्रिवान, नमस्ते। कस्तो हुन्छ तपाईँहरू? होप सबैजना राम्रै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी दुईजना धेरै दिनको बादमा चाहिँ भेट भयो। अनि यहाँनिर चाहिँ हामी एउटा नेपाली रेस्टुरेन्ट थियो, त्यहाँनिर खाना खान आएको छौँ। डेलिसियस इन हुलुमाले, भेरी फेमस नेपाली रेस्टुरेन्ट। अन्त साथीहरूले पनि भन्दै थियो यहाँनिर जानु खाना खानु भनेर, त्यही भएर हामी चाहिँ यहीँ खाना खानु आएको। अनि हेर्नु, यहाँ चाहिँ अब म यो चाहिँ अर्डर गरेको थिएँ। के अर्डर गरेको थिएँ खै मलाई थाहा छैन, के हो यो? ब्लू लगुन। ओके, ब्लू लगुन। खै मलाई त खानु त खाएको, तर नाम चाहिँ थाहा छैन। ब्लू लगुन साह्रै मिठो छ भन्दै खाँदैछ। अनि यो चाहिँ अर्को फेरि झोल मोमो, एकदम फेमस छ यहाँनिरको झोल मोमो, एकदम मिठो थियो। उहाँले चाहिँ मिठो मान्दै खाँदैछ। अनि मैले पनि लु नि त, लु ट्राई गरौँ भनेर मैले पनि ट्राई गरेको। ओहो, कति मिठो! अन्त यो चाहिँ यति ठुलो, के अरे, चिकनवाला हो नि त यो चाहिँ। अन्त मलाई चाहिँ ठुलो ठुलो लाग्यो, मुखमै पस्नु सकेन। फेरि मजाले हुन्छ नि आधी त्यो ठुलो भएर मुखै सानो भएर हो कि। अनि फेरि अर्को चाहिँ फेरि हामीले थाली मगायो, चिकन थाली, एकदम नेपाली स्टाइलको। अनि उनीहरूले चाहिँ अलग अलग झोल पनि राखिदिँदो रहेछ पेलामा, होइन। अन्त बहिनीले चाहिँ भन्दै थियो भिडियो बनाउनु, तर मेरो अनुहार चाहिँ ननिकाल्नु भन्दै। तर सरी बहिनी, अनुहार त निकाली पठाइहालेछु, अब केही छैन, सर नमान, तिमी फेमस हुन्छ भन्दै मैले चाहिँ। अन्त झोल चाहिँ त्यो बोटुकाको चाहिँ झोल हो। अन्त दाल यतानिर। अनि अब मैले पनि स्टार्ट गरेको नि त खानुको लागि। यो चाहिँ हरियो हरियो छ, यो चाहिँ साग जस्तै हुन्छ, तर यहाँको लोकल साग हो, मालदिप्सको, थाहा छैन नाम त। अन्त करेला पनि रहेछ, मजाले फ्राई गरेको, तितो पनि छैन, यस्तो मिठो छ कि करेला पनि। अनि टक्क अचार पनि रहेछ त्यहाँनिर। अनि चिकन पनि छ, लोकल चिकन। अन्त यत्तिकै खायो मजाले, कस्तो मिठो थियो खाना त। म त फेरि अब सधैँ जानु पऱ्यो खानु लागि त्यहाँनिर। यता आयो भने चाहिँ म त्यही जान्छु। चिकन पनि हेर्नु न कति दामी छ चिकन पनि। अन्त त्यहाँनिर बन्दकोपीको सब्जी, अचार पनि छ, सलाद पनि छ, राइस पनि दामी छ। त्यहाँदेखि दाल उहाँले चाहिँ मजाले खाँदैछु, म त खानु थालेको भन्दै हो। अन्त चाट्नु पनि हुँदैछ मजाले हात पनि। अन्त लु, हामीले चाहिँ सुरु गऱ्यो खानु लागि। तपाईँहरू पनि यहाँनिर आउनुहोस्, यो डेलिसियस भन्नेमा एकदम मिठो हुन्छ। फ्यामिली पार्टी चाहिँ गर्दा पनि हुन्छ, होइन। पार्टी पनि हुन्छ यहाँ, लाइक बर्थडे पार्टी केमा आउनु छ भने त्यो पनि हुन्छ। राम्रो छ यो डेलिसियस भन्ने चाहिँ, एकदम मिठो छ। थ्याङ्क यू।